नाम भन्दै जाऊ न। ए हान्दैन मात्र भन्दै जाऊ न। थोरै ओइल हाल्नुपर्छ। त्यस पछाडि परलाई हल्का गरम गरेर एड गर्नुपर्छ गाइस। कुचेको छ गाइस, कुचेको छ त्यही भनेर गाइस यसलाई बेसी हलाउनु हुँदैन। नुडल कुचिन्छ त्यो के हालेको? थोरै अल्छी हाल्नुपर्छ नामको लागि मात्रै, बेसी हाल्दैन। अनि त्यस पछाडि हल्का सुगर एन्ड सल्ट एड गर्ने हो। त्यस पछाडि के हो यो सेजवान सस हो रेडी गरेको। हल्का चिली पेस्ट एड गर्ने हो। अनि सोया सस हल्का धेरै होइन, हल्का यो पनि हाल्ने कोरिएन्डर। त्यसको स्वाद अझै यो पर्न मजाले तातिने। यसलाई चाहिँ बेसी खेलाउने होइन, नुडल सुक्नुहुन्छ हल्दै गर्नुपर्छ। धेरै नुडल हल्लायो भने हल्का कोरिएन्डर हालेर चाहिँ सर्टसँगले खानेको हालिदिनु घरमा सेजवान बिफ नुडल्स होइन त? ल हाम्रो अजय मास्टरले बनाएको सेजवान बिफ नुडल्स। ल त हेर्दै यस्तो थम्सअप देऊ, थम्सअप।